प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको स्पष्ट पारेका छन्। संसदमा बैठकमा प्रधानमन्त्री शाहले नेपालको पनि थुप्रै ठाउँमा भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए। आज सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको सीमा मिचेको कुरा राख्दा भारत नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको र त्यसबारे प्रधानमन्त्रीले आफू आश्चर्य भएको बारेमा कुरा राखेको बताएका छन्। प्रधानमन्त्रीले सीमा विवाद सम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा आफू अचम्मित परेको बताएका छन्। उनले सदनमा पनि यही प्रसंग उल्लेख गरेका थिए। यस विषयमा परराष्ट्र मन्त्रालयले समेत आफ्नो स्पष्टीकरण दिइसकेको छ। कतिपय ठाउँमा भारतले उपभोग गरिरहेको भूमि नेपालतर्फ पर्न सक्ने र नेपालले उपभोग गरिरहेको भूमि भारततर्फ पर्न सक्ने विषय ती संयन्त्रहरूबाट उठेका छन्। त्यस्ता विषयमा दुई देश बसेर आपसी छलफल मार्फत विवाद समाधान गर्नुपर्ने भन्ने प्रधानमन्त्रीको धारणा हो। प्रधानमन्त्रीले विवाद सिर्जना हुने खालको कुनै अभिव्यक्ति नदिएको उनले यस्तो कुरा आउँदा आफू अचम्मित परेको सन्दर्भ